पक्कै यिनी चाइनिजमै परछिन् ऐ मसित चाङचाङ र चुङ्गर हे कुराहरू पत्याउनलाई न म यस्ती काली हुँदैन हे हामीले भने गना छ डुङ डुङ गाईका मासु नेपालमा नचाङ्छु भन्नु होला यो दिदीलेको हो चाइनाको नि मधेसी भेको यो चाइनिजले नेपालमा टेकेसी खुसी हुन्छन् गाई गोरु देखे हे गोरु देख्दा चाङचुङ चाङ हाम भने पक्कै यिनले मिलेर खाम केही न्यू चाइनिज नेपाली जसरी शिलासँग सङ्गत बोकस हे भेट भएछ गोरो र कालाको व्यापार गर्थिन् तिब्बतमा मालाको हे मन पराइन यसरी भनी हिजो जस्तै हिँड्थ्यौँ लामो पनि हे अलि अलि भए नि काली चाङचुङ यु म्यारिड नेपाली ए अब जापान भनेपछि म जापानिज नै हो हजुर ए नेपालीको थिए साथ पाएको यसको बाउलाई हो खोज्दै आएको हे यिनको बाबा हामीलाई त थाहा छैन एउटा टाटे थियो यहाँ पक्कै बाबा टाटो नै भएको थियो आमाले ध्यान यिनतिर लाएको बिहे गर्यो सँगसँगै खाम भन्थ्यो जापानतिर बालबहादुर नाम उसले पनि आफ्नो सुर गर्यो भाइ यिनी त बालचन्द्र हुन् के बलबहादुर त अस्ति नै मर्यो हे बच्चा पासी काट्या हो नेटो यस्तै गोफले थियो त्यो केटो हे दिदी हजुर अलपत्र पर्नु भो म त के हाँस्दा आन्द्रो चुडेर मर्नु ए आज भेट हो छोड्ने छ भोलि नि यस्तै हाँस्थ्यो यस्तै थियो भोलि हे दिदी हामीलाई धेरै नलत्याउनुहोस् मलामीको कुरा त पत्याउनुहोस्